हेलो गुड मर्निङ। आज चाहिँ यो चाहिँ मेरो फर्स्ट भ्लग है। अब जे जस्तो छ जसरी भए पनि गरियो। आज चाहिँ अब बाबाले पुगाउनु जानु लाग्यो होइन। जस्ट यहीँ एकान्त कुना हो, बाबा काम गर्नु लाग्यो, सो पुगाइदिनु पऱ्यो। यस्तै भन्दै आजको भ्लग सुरु गरौँ होइन। अब के भन्छ कसरी भन्छ त्यो चाहिँ आउँदैन, नयाँ नयाँ हो है। लाइक सपोर्ट चाहिँ गर्नु पऱ्यो, लाइक सेयर सब्सक्राइब सबै गरिदिनु पऱ्यो है। सुरु चाहिँ ल आज चाहिँ अब टक्क ल्याएर यहाँबाट टर्निङ लिँदै आफ्नो बाटो लाग्दै के साह्रो हो, गाडीले जाने हाल्दियो। अब बिस्तारै बिस्तारै गर्दै हामी आफ्नो गन्तव्यतिर लाग्यौँ। पछाडि बाबा बसिरहनु भएको छ, हामी चाहिँ मजाले गइरहेछौँ। टक्क लगाएर हामी चाहिँ अब एकान्तकुन आइपुग्यौँ। सरी नखुटो बाटो आइपुग्यौँ। यहाँबाट टक्क हामी टर्निङ लिँदै यहाँबाट टक्क क्रस गर्दै यहाँबाट घुमाउँदै होइन टक्क लगाएर यहाँबाट स्वाइँ घुमाउँदै त्यसपछि आफ्नो बाटो फेरि लाग्ने। टक्क हामी चाहिँ यहाँ एकान्तकुन चोक आयो। यहाँबाट टक्क अलिकति अगाडि गएर होइन बिस्तारै बिस्तारै गयो। अनि के गरेको यार, यो पापाको पढी त पढी नै हो यार। दाहिने बायाँ दायाँ बायाँ गर्दै ठिकै छ। म चाहिँ फेरि अगाडि पछाडि बस्ने क्या, केटीहरू चलाउने बेला अगाडि पछाडि बस्ने काम चाहिँ गरिँदैन। हामी हिँड्यौँ टक्क यहाँबाट घुमाएर। अहिले चाहिँ यहाँ बाटो बन्द छ क्या, त्यही भएर यहाँबाट चाहिँ जानु मिल्छ अहिले। टक्क घुमाएर यहाँबाट सिधा गएर यहाँबाट टप राइट लिने। हामी गयौँ अलिकति अफरोड टाइपको गर्दै यहाँ आइपुग्यौँ। यहाँ गाडी घुमाउँदैछु। यहाँबाट सरी गर्दै टक्क हामी यहाँभित्र छिर्यौँ। यहाँबाट छिर्यौँ। यहाँबाट छिरेर यहाँनिर यहीँ हो क्या, काम गर्ने चाहिँ हो यसमा। लेफ्ट साइड छ नि यहाँ। बाबाले ओर्लायो, त्यसपछि फेरि हामी लगायो भन्दै हिँड्यौँ। यहाँबाट फेरि बाहिर निस्किएर होइन हामी निस्किने टक्क लगाएर यहाँबाट अगाडिबाट गउनुपर्छ। साइडलाई काट्दै यताबाट पुरा छिर्यौँ। यहाँबाट फेरि गयो। अब सामान एउटा लिनु थियो मलाई एकान्तकुन। यहाँबाट गएर टक्क यहाँबाट राइट लिनुपर्छ।
गाइस लाइक सबैले हेर्दै गर्नु होला, मिलाएर जस्तो छ त्यस्तैमा होइन, बिस्तारै बिस्तारै इम्प्रुभ भइहाल्छ। र अहिले बिस्तारै जाउँ। यहाँ फेरि आज कस्तो जाम हो क्या, जामै छ, जाम 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 जाम। अब राइट गएर हो अलिकति छिर्नु ल्यायो भने हुन्थ्यो, यहाँबाट यस्तो गर्दै यस्तो छिर्नु ठाउँै छैन। लाइन बसेर कस्तो जानु गाडी जानु दिनु जानु दिनु। Let's speed up. Speed up, speed up. धेरै स्पिड अप भयो होइन। यहाँबाट छिर्दै यहाँबाट जाने, यहाँबाट गएर अब टक्क लगाएर घर जाने बेला भइसक्यो। जाउनुहोस् आउनु न कति रे? अब गाइस घरतिर अब है आजको लागि यति हो। लाइक सब्सक्राइब चाहिँ गरिदिनु होला है। ल बाई बाई। अब घरतिर लाग्नु पऱ्यो। आजको लागि यति भन्दै आजको ब्लग यहीँ समाप्त गरौँ होला है। ओके, गुड नाइट, ह्याभ अ गुड डे एन्ड राइट सेट गाइस भन्दै यताबाट छिर्नु पऱ्यो। बिस्तारै बिस्तारै